भाइहरूसँग एकदमै राम्रा प्रतिभाहरू छन्। मादल पनि आफै बजाउनुहुन्छ, बाँसुरी पनि आफै बजाउनुहुन्छ, गीत पनि आफै गाउनुहुन्छ। मुटुभित्र थिए सिरैमा राख्यौ, न त दुःख दियौ न त पिरैमा राख्यौ। दुःख साटौँला प्यारी सुख साटौँला, अब जिन्दगी सँगै काटौँला। दुःख सातौला सुख सातौला, कोही हुनुहुन्छ कि नै? हुनुहुन्न, बनाइहाल्नुपर्छ भन्छन् त। छैन त्यस्तो? दर्शकबिन, यतिखेर म त्रिवेणी गाउँपालिका वडा नम्बर 3 को पनि यो लिन्दुङ भन्ने ठाउँमा छु। चेतन विक जो भाइ एकदमै सामाजिक सञ्जाल टिकटकमा धेरै चर्चामा हुनुहुन्छ, उहाँ भाइ पनि हुनुहुन्छ। उहाँहरूको एउटा छुट्टै खालको प्रतिभा छ, गाउँको अर्गानिक प्रतिभा, जो देश विदेशका आम नेपालीहरूले चाहिँ धेरै रुचाउनु भएको छ। आज त्यो प्रतिभा हामी तपाईँ माझ राख्दैछौँ। भाइहरूसँग एकदमै राम्रा प्रतिभाहरू छन्। मादल पनि आफै बजाउनुहुन्छ, बाँसुरी पनि आफै बजाउनुहुन्छ, गीत पनि आफै गाउनुहुन्छ। धेरै प्रतिभा छ। योभन्दा धेरै पहिले गाउनुहुन्थ्यो, धेरै पहिले उहाँहरू चाहिँ यो प्रतिभामा पोख्त हुनुहुन्थ्यो, तर सामाजिक सञ्जाल त्यतिखेर थिएन। तर अहिले चाहिँ उहाँहरू सामाजिक सञ्जालको प्रयोग गरेर यत्र त्यत्र छरिएर रहेका नेपालीहरूसम्म पुग्नु भएको छ। अब भने लागौँ भाइहरूलाई स्वागत गर्नतर्फ। दुवैजना भाइलाई स्वागत छ। धन्यवाद। एकदमै। हजुरको नाम? अमृत विक। अनि हजुरको नि? मेरो चेतन विक। चेतन विक, अमृत विक। साँच्चीकै चेतन विक अमृत विकको एउटा मिल्दो जोडी छ यो गाउँमा, होइन? एकदमै। भाइले मिठो गीत गाउनुहुन्छ, एउटा गीत सुनाउन पहिले तपाईँको, त्यसपछि उहाँसँग जोडिनेछौँ। मुटुभित्र थिए सिरैमा राख्यौ, न त दुःख दियौ न त पिरैमा राख्यौ। दुःख साटौँला प्यारी सुख साटौँला, अब जिन्दगी सँगै काटौँला। दुःख साटौँला प्यारी सुख साटौँला, अब जिन्दगी सँगै काटौँला। अब जिन्दगी सँगै काटौँला। आहा, दुःख सातौँला सुख सातौँला, यो कसको गीत हो थाहा छ? हजुर थाहा छ। कसको गीत हो नि? अर्जुन सापकोटा दाइको। अर्जुन सापकोटा दाइको। चिन्नुहुन्छ मजाले? फ्यानै हुनुहुन्छ कि? हजुर, म त उहाँको बिग फ्यान हो। एकदम फ्यानै हुनुहुन्छ। कति वर्ष पुग्नुभयो तपाईँ? 13 वर्ष पुग्नुभयो। अनि कतिमा पढ्नुहुन्छ नि? अहिले चाहिँ क्लास 9 मा पढ्दैछु। एकदमै क्लास 9 मा पढ्नुहुन्छ। दुःख सातौला सुख सातौला, कोही हुनुहुन्छ कि नै? हुनुहुन्न, बनाइहाल्नुपर्छ भन्छन् त। छैन त्यस्तो? छैन। एकदमै, बनाउनु पनि भएन, मजाले पढ्नुपर्छ पहिले। घरमा को हुनुहुन्छ? घरमा त हाम्रो मम्मी, म, सानो बाबु हुनुहुन्छ। घरमा मम्मी बाबा, त्यसपछि बाबु, होइन? ल ठिक छ। अनि हजुर कतिमा पढ्नुहुन्छ नि? म पनि 9 मा पढ्छु। 9 मा पढ्नुहुन्छ है? अनि कति वर्ष पुग्नुभयो? 16 वर्ष पुग्नुभयो। मजाले मादल पनि बजाउनुहुन्छ, गीत पनि गाउनुहुन्छ। हजुर। सँगै गाउन सकिन्छ? मादल बजाउने अनि गीत पनि गाउने? सकिन्छ। ल एउटा सुनाउ त। ल। चुप गर्छु रुन्छेलाई, प्यारी प्यारी मुन्छेलाई। चुप गर्छु रुन्छेलाई, प्यारी प्यारी मुन्छेलाई। छुकछुकेरेलैमा जमाया बेलैमा, अरे छुकछुकेरेलैमा जमाया बेलैमा। छुकछुकेरेलैमा जमाया बेलैमा, ओइ छुकछुकेरेलैमा जमाया बेलैमा, अरे छुकछुकेरेलैमा जमाया बेलैमा। एकदमै यो प्रतिभा यहाँ देखिसके पश्चात मेरो मनमा एउटै कुरा खेल्दैछ कि भाइहरू एक दिन गायक बनेको, ठुलो मान्छे बनेको देख्न पाऊँ। यो अपेक्षा मेरो मनभरि छ। यो प्रतिभाले पक्कै पनि स्थान पाउनेछ। यो प्रतिभाले एकदमै धेरै ठाउँ ओगट्नेछ। जो रोल्पाली भनेर चिनिने एउटा माहौल पनि बन्नेछ। मैले अपेक्षा मनभरि लिएको छु। यो भाइहरूको प्रतिभालाई जति सक्नुहुन्छ सेयर गरिदिनु होला। कृपया धेरै माझ पुर्याइदिन प्रयास गर्नुहोला भन्न चाहन्छु। अन्त्यतिर पनि छु म, समयका पाबन्दीका कारण छोटो मिठो कुराकानीमा जोडिने प्रयास गर्दैछु। भाइलाई एउटा गीत सिङ्गल गाउन आउँछ तपाईँ? सिङ्गल आउँछ। ल एउटा गीत सुनाऊ, त्यसपछि फेरि कुराकानीमा जोडिदिउँला। हेर्ने भए मनैले हेरिदेऊला, मनैले हेरिदेऊला। तिमीलाई कान्छु अरे दिलभित्रै बेर्देऊला। कति राम्री मगरकी छोरी, कति राम्री अरे मगरकी छोरी।
झ्याउरे भने झ्याउरे गाइदिनुहुन्छ, आधुनिक भने आधुनिक गाइदिनुहुन्छ, जुन गीत भन्यो मजाले गाउनुहुन्छ क्या। अनि फेरि त्यो गाउँदै गर्दा गाउँको अर्गानिक ताल पनि छ, अर्गानिक त्यो शैली पनि छ, जसले धेरैले रुचाउनु भएको छ। टिकटकमा के भन्नुहुन्छ? कमेन्ट त हेर्नुहुन्छ होला। हेर्छौँ कमेन्ट चाहिँ राम्रै लेख्नु भएको हुन्छ कमेन्ट चाहिँ होइन, सफलताको शुभकामना भनेर अझै होइन। अब कतिपय मानिसले त भोजराज थापालाई नै बोलाइदिउँ कि क्या भनेर कमेन्ट गर्नुभएको हुन्छ, खुसी लाग्छ। एकदमै हामी आएका छौँ, उदाइ आउनु भएको छ, पक्कै पनि भोजराजले बोलाउनु पर्दैन होला, उहाँ सरले आए छुट्टै कुरा रह्यो, तर हामीले पनि तपाईँहरूलाई सक्दो सहयोग गरेका छौँ। पक्कै पनि लाग्छ यो प्रतिभाले स्थान पक्कै पाउनेछ भन्न चाहन्छु। अनि अन्त्यतिर के भन्न चाहनुहुन्छ? छोटो मिठो कुराकानी गरे दुवैजनाले आम दर्शक महानुभाव जो यतिखेर हेरिराख्नु भएको छ उहाँहरूलाई त हाम्रो यो भिडियोलाई सक्दो सेयर गरेर होइन, सम्पूर्ण नेपाली अथवा विदेशी सबैको मोबाइलतर्फमा होइन हामीहरूलाई पुर्याइदिनु होला भन्न चाहन्छौँ। एकदमै उहाँहरूको भिडियोलाई चाहिँ सकेसम्म सेयर गरेर धेरै माझ पुर्याउँ र उहाँहरूलाई चाहिँ सफलताको एउटा त्यो हात्तीमालोमा चाहिँ अगाडि बढाऊ भन्ने उहाँहरूको अपेक्षा छ। कृपया दर्शक महानुभाव धेरैभन्दा धेरै भिडियो सेयर गरिदिनु होला भन्दै अन्ततः म दिराम विश्वकर्मा पनि छुट्टिने अनुभूति चाहन्छु। नमस्कार।